राम सीता लक्ष्मण यो तीनटा मूर्ति स्थापना गरेर हामीले राम मन्दिर बनाइयो। हामी माडीको जङ्गल ट्याक्कै कसरा पछि यता नि मान्छे छैन यता नि मान्छे छैन, त्यही भएर हाम्रो दाइ एकदम डराएर मान्छे भेटियो। यति सकियो, फेरि सुनसान छ। पुरै सुनसान। त्यहाँबाट एउटा एम्बुलेन्स आएको छ, त्यही हो माडी जाँदै हामी। हामी चाहिँ माडी एन्टर भइसकेको छ। ट्याक्कै त्यो चाहिँ बनकटार। अब यहाँबाट चाहिँ सेरवा स्टार्ट। माडी हेर्नुहोस्, माडी मस्त धान त्यो पाकेको। अघि पानीमा रुच्यो हामी नि, उतातिर पानी परेछ, त्यता परे छैन। गर्दी यहाँबाट चाहिँ गर्दै सुरु। अघिको गाउँ चाहिँ सेरवा, अहिले चाहिँ गर्दी। यो माडी चाहिँ फेरि चारैतिर पहाडै पहाडले घेरेको हो कि। यहाँबाट हेर्न सक्नुहुन्छ पहिला पहिलाहरूको पुरानो पुरानो जस्तो घर, खपडा भन्छ यसलाई थारू भाषामा चाहिँ। मस्त बाटो छ सरर। यहाँ नि खपडाको घर रहेछ एउटा, अझै धेरै छ यतातिर यस्तो खपडाको। यो चाहिँ सोलर प्यानल, खेतमा सिँचाइ गर्नको लागि। यो चाहिँ बरुवाको बजार। हेर्नु सक्नुहुन्छ बरुवाको बजार। यहाँ गौतम बुद्ध छ। त्यहाँ दसैँको नवरात्रिमा त्यही थियो। यो चाहिँ ग्राउन्ड। क्याम्पिङ छ। यो चाहिँ भाइरल पुल रे यहाँको। भाइरल पुल रे। ओ फेरि पानीमा हामी रुजेला जस्तो छ। दादाको यहाँ टी सर्ट नसुकेर त्यो सुक्ने भनेर खोलेको रेनकोट फेरि झन् भिजेला जस्तो छ। यो अयोध्या धाम राम मन्दिर। कस्तो भयो माडीको अनुभव भनिदिनुहोस्। माडी धेरै घुमियो त्यतिका स्कुटीमा। घुम्दा 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 उता हरा छ उता हराउँदा हराउँदा जे होस् ठिक ठाउँमा आइपुग्यो। जे होस् यहाँ पुगियो। हेलो हेलो, हामी आज यो माडीको भनौँ न उत्तरी पूर्वी साइडमा हाम्रो भगवान श्री रामको जन्मस्थलमा चाहिँ आइपुगेका छौँ। हाम्रो केपी शर्मा ओलीज्यूले पनि उद्घाटन गर्नुभएको थियो र यही नै रामको जन्मस्थल हो भनेर भन्नुभएको थियो। र यो पुरा हेर्दाखेरि हिस्ट्री हेर्दाखेरि यो रामको जन्मस्थल सायद यही नै होला जस्तो लाग्छ हामीलाई पनि। हेरौँ है त कस्तो छ राम मन्दिर, रामको जन्मस्थल। श्री राम मन्दिर अयोध्या धाम। यो चाहिँ माडी हो, यो चाहिँ इन्डिया भनेर चाहिँ नसम्झिनुहोस्। नेपाल हो, नेपालको माडी। चितवन
केही जानकारी दिनु न। मेरो नाम बुद्धि कुइकेल। यो राम सीता लक्ष्मण यो तीनटा मूर्ति हामीले राम मन्दिर बनाइयो। यो चाहिँ कति भयो 2078 सालमा बनाइयो। यो चाहिँ राम जन्म भनेको यो हाम्रो यतापट्टि बैकुण्ठताल शनि मन्दिर समेश्वर बोला पाँचपण्डौ सबै मिलेको र हाम्रो नदी छ जति नदी उत्तर बगा नदीहरू छन् र हाम्रो सराय नदी यो जस्तो रामायण किताबमा लेखेको अनुसार यो जमिन मिल्दो भएको भएर तिनवटा खबर गरेर आज राम जन्मभूमि बनाइ हामीले। यो हाम्रो केपी शर्मा ओली चाहिँ उद्घाटन गर्नुभएको उहाँ आएर उद्घाटन गर्नुभएको। यो राम चाहिँ खास इन्डियामा जन्मेको भन्छन् होइन, उता पनि रामको जन्मस्थान इन्डिया पनि भन्छन्। हाम्रो हामीहरूले जस्तै यहाँको सबै हेर्दाखेरि भनौँ न हिस्ट्रीहरू हेर्दा यहीँ हो जस्तो लाग्छ। अनि त्यसपछि हाम्रो केपी शर्मा ओली पनि होइन यही नै हो माडीको यही ठाउँमा अथवा यही नै हो राम जन्मेको भनेर भन्नुभएको थियो। के यसमा चाहिँ कतिको सत्यता छ जस्तो लाग्छ? यस्तो इन्डियाकोमा हिन्दुस्तान र पाकिस्तानको युद्ध हुँदाखेरि त्यहाँ चाहिँ मस्जिद भत्काएर राम मन्दिर बनाउन सकिन्छ, राम मन्दिर बनाउने भनेर कुरा गर्दाखेरि त्यहाँबाट चाहिँ भनिसकेपछि उहाँले चाहिँ होइन राम मन्दिर बनाउनु हुन्छ भनेर वकिलले फसेला गरिसकेपछि होइन भनेपछि फेरि राम जन्मभूमि बनाउने भनेर भन्नुभयो। तर उहाँका त्यति ठुल्ठुला गुरु छैन आएर हेर्नुभयो जान्नुभयो आफ्नो ठाउँ भई बनाउनु भनेर उहाँले गुरुहरूले आएर जानुभयो। गुरुहरू यहाँ आउनु गुरु यहाँ आउनुभएको थियो। त्यस्तो एकदमै भनौँ न प्रमाण त्यस्तो राम चाहिँ यहीँ जन्मेको भने एकदम ठुलो त्यस्तो प्रमाण त्यस्तो केही छ जस्तो लाग्छ तपाईँलाई? प्रमाणहरू अब जति राम्रो किताबमा लेखिएका छन्। हाम्रो सराय नदी भयो, उत्तर बगा नदी हाँगाहरू भयो, मणिराम मणि पर्वत सूर्य पर्वत समुद्र पर्वत सबै राम्रो किताबमा लेखेर जाएको मिलेको ठाउँ भएको भएर हामीले राम मन्दिर बनाएको। यहाँ पनि एउटा लिस्टै रहेछ होइन? यहाँ पर्यटकहरू चाहिँ कता कताबाट आउनुहुन्छ? सब नेपाल आदिवासीबाट आउनुहुन्छ। इन्डियाबाट आउनुहुन्छ कि फाटीबाट बुढा साइड आउनुहुन्छ? थाहा छैन होला होइन इन्डियाहरूको मान्छेहरूलाई चाहिँ त्यति थाहा छैन, बाहिरको सबै थाहा, बुढा साइड सबै थाहा। अयोध्या धाम यहाँ आइसकेपछि यहाँ चाहिँ योसँग सर्कल घुम्ने ठाउँ चाहिँ कता कता छ? यो अयोध्या यहाँ घुम्ने ठाउँ बैकुण्ठताल छ, सीता गुफा छ, हजुर शनि मन्दिर छ, समेश्वर छ, अनि अशोक वनबारीका भेमटाल छ, अनि बुद्ध पार्वती छ, शिवधाम त्रिवेणी धाम छ। त्यहाँ पनि एउटा त्रिवेणी धाम भन्ने नयाँ नयाँ खोलेको रहेछ होइन? एक दिनमा कति जति आउनुहुन्छ यता चाहिँ? यिनीहरूमा 2-3 कहिले कम बेसी भइहाल्छ। यसलाई अझ विकसित गर्ने केही यहाँ त्यस्तो ऊ छ र केही सुन्नुभएको छ गुरुजनहरू? त्यो भित्र लेखेको छ त्यो छ होला। यो सधैँ खुल्छ यो मन्दिर? सधैँ खुल्छ। हाम्रो यो जग्गा 100 बिघा जग्गा छ। 100 बिघा यही ठाउँ मात्र 100 बिघा पुरै देखिएको सबै साल लागि सबै जग्गा साल लागि देखिएको साल लागि सबै जग्गा 100 बिघा हो। जहाँ सालिग्राम पाइन्छ जानु भन्ने छ। सालिग्राम पर्छ त पाइन्छ नि यहाँ। शालिग्राम पनि पाइन्छ यो ठाउँमा? कालीगण्डकी नदीतिर पाइन्छ भनेर भन्छन् प्राय। यहाँ पनि पाइन्छ हो हो र? यो चाहिँ रामको भक्त होइन हनुमानजीको मूर्ति। नक्सा भयो यो गुरु योजना भयो। यो चाहिँ गुरु योजना हो। श्री राम मन्दिरको गुरु योजना चाहिँ यो रहेको छ। अलिक पछि भविष्यमा चाहिँ सायद हामी यस्तै देख्न सक्छौँ होला, यो अवस्थामा देख्न सक्छौँ। यो नक्सा गुरु योजना भविष्यमा बन्ने यो राम मन्दिर।
र यो चाहिँ यो ठाउँको नक्सा रहेको छ। के हुन्छ खास यहाँ पूजापाठहरू के हुन्छ? पूजापाठ बिहा बर्तन सब यतातिर यहाँनिर चाहिँ हुन्छ पूजापाठ। यहाँ चाहिँ हवन गर्ने ठाउँ, पूजापाठ बिहा बर्तन पाठ छ सब हुन्छ यहाँनिर सबै हुन्छ। यहाँ अरू के छ? धर्मशालाहरू पनि छ। धर्मशाला हुन्छ धर्मशाला हो यहाँ बस्नु मिल्छ होइन? धर्मावलम्बीहरू मतलब यहाँ उहरू श्रद्धालुहरू। अरू के छ यहाँ ठाउँमा? यो माडी आइसकेपछि चाहिँ यति धेरै ठाउँमा चाहिँ घुम्न पाइने रहेछ होइन? हजुर हजुर। माछा पोखरी रेवा त्रिवेणी